Hello guys, लासु एन्ड नमस्ते भ्याफुल्ला सबैजनालाई हैन मेरो एटीआर ब्लगमा यहाँहरूलाई स्वागत छ। मैले चाहिँ हैन धेरै दिन भयो ब्लग भिडियोहरू बनाउन नपाएको हैन। अब यस्तै छ परदेशी जिन्दगी हैन। अब भनेको बेला टाइम मिल्दैन, अब टाइम पनि छैन, फुर्सद पनि छैन भने जस्तो हुन्छ हैन। अब त्यही भएर चाहिँ मैले ब्लग भिडियोहरू बनाउन नपाएको हैन। अब यस्तो छ गाइज हैन। अब यहाँको हैन नाइट, मेरो चाहिँ नाइट ब्लग सबैजनाले हेरेर साथ सपोर्ट गर्नु होला, माया गर्नु होला है त गाइज। हेलो साथीहरू, एटीआर ब्लगमा यहाँहरूलाई स्वागत छ। चाहिँ यस्तो हुन्छ हैन। जे होस् हाम्रो नेपालमा भन्दा नियम कानुनहरू धेरै राम्रो हुन्छ, कडा हुन्छ हैन। अब ठुलो बडा मान्छेहरूदेखि साना सबैलाई एउटै उस हुन्छ हैन यहाँ चाहिँ हैन। अब जे होस् हाम्रो देश नेपालमा भन्दा अरू जुनसुकै कन्ट्रीमा होस् धेरै राम्रो हुन्छ। नियम कानुन भनेको हाम्रो नेपालमा चाहिँ जोसँग पैसा छ, पावर छ, त्यसैको मात्रै हुकुम चल्छ, चलाउन खोज्छ, चलाउँछ पनि हैन। अब यहाँ त्यस्तो हुँदैन। यदि कसैले गलत गर्छ भने चाहे त्यो प्रधानमन्त्री नै होस्, राजा नै होस्, त्यो पनि झुक्नै पर्छ क्या। नियम कानुन भनेको यस्तो चाहिने हो नि त हैन, खासमा जनतालाई। अब गलत जसले गर्छ सजाय त उसले भोग्ने हो नि त, अरूले भोग्ने हो र होइन नि त। यस्तो छ है साथीहरू। अब धेरै भयो मैले ब्लग भिडियोहरू बनाउन नपाएको पनि, हाल्न नपाएको पनि। अब यस्तो छ, टाइम मिल्दैन, 12 घन्टा ड्युटी हुन्छ हैन। अब गाह्रो छ गाइज। कस्तो छ यो बिल्डिङ? दामी छ गाइज। कस्तो होला साली राजाको दरबार, राजाको दरबार कहिले होला हाम्रो मैच्याङको घरबार, मैच्याङको घरबार। हेलो गाइज हैन। अहिले चाहिँ यहाँको रातिको 10 बजेको छ हैन। यस्तो दामी छ नाइट भ्यूज। कस्तो छ गाइज? सबैजनाले मेरो भिडियोलाई साथ सपोर्ट गर्नुहोस्, माया गर्नुहोस् है त गाइज। म चाहिँ सबै यतातिरको भ्यूज, यहाँको नाइट हैन, रातिको भिडियो भ्लग यस्तो आउँछ। यहाँको मेन सिटीको टावर, मेन सिटी टावर यस्तो छ। जुन लागिरहेछ घामको छाया, जुनको माया साथै यस्तै हुन्छ माया।
अब यो समुद्र पारी जाऊ माया त्यो समुद्र पारी जाऊ तिम्रो त्यो तारा मेरो यो चारा ए माया साउदी जाने बोर्डर साइडको समुद्रको पुल है यो चाहिँ गाइज देख्न सक्नुहुन्छ। कति रमाइलो छ नि। कुवेत सिटी सहर ओरेडो टावर ओरेडो यस्तो हुन्छ सधैँ। ल है गाइज सबैजनाले हेरेर साथ सपोर्ट गर्नुहोस्, माया गर्नुहोस्। मनमा जेसुकै होस् हैन, जिन्दगीमा हाँस्नुपर्छ, हाँस्न चाहिँ छोड्नु भएन। जिन्दगी रमाइलो गरी बिताउनु पर्छ है गाइज। अब आफ्नो मनमा जे भयो भने हैन बाहिर अरूले देखाएर यहाँ चाहिँ यसो भन्ने हैन, टक्क लाएर हाँसेर जिन्दगी कटाउनु पर्छ सकेसम्म हैन। या यस्तो आकाशको जुनलाई सोधिखेर म तिमीलाई कति माया गर्छु भने अनि आकाशको तारालाई पनि सोधिखेर म तिमीलाई यति माया गर्छु भने वाह